सम्पूर्णमा म गणेश भण्डारी। आज हामी यो एउटा यस्तो माहौलमा छौँ, एकदमै दुःख पीडितलाई सहयोग गर्दै आउनुभएका देवेन्द्र विष्टज्यूको नेतृत्वमा बझाङ जिल्ला केदारसिंह गाउँपालिका वार्ड नम्बर 8 लोती बोहरा गाउँ निवासी भीम बोहरा र सरिता बोहरा जो कि माइली छोरी बच्चाहरूसँग खेल्ने क्रममा बिल्डिङको 2 तलामाथिबाट खसेर कमर पनि फ्र्याक्चर भएर उहाँलाई यो हामी परदेशमा आउनुकै एउटा समस्याले नै हामी परदेशमा आएका हौँ भन्ने ठाउँमा जुन रोजगारीको सिलसिलामा उहाँ चाहिँ उत्तरालीमा आउनुभएको थियो। त्यो खेल्दै खेल्दै त्यस्तो अचानक त्यस्तो घटना भइदिँदा हामी के हो भने यो महिना काम गरेर यही महिनालाई हामी परिवारसहित हामीलाई पुग्ने तरिकाले हामी काम गर्नेवाला। त्यही भएर यो सबै हामीले यो एकदमै सिरियस केस भएर एकदमै उपचार गर्न नसक्ने भइसकेपछि एकदमै 4-5 लाखसम्म त्यो डक्टरको सल्लाह अनुसार लाग्ने भइसकेपछि के गर्ने, आफूसँग पैसै छैन भन्ने कुरा आउँदा हामीलाई के हरेक चिजको अगाडि के लाग्छ भने हामी गरिबको हामी परदेशीको के लाग्छ भने पैसा लाग्छ। त्यही भएर एकदमै त्यो उपचार गर्नको लागि पैसा चाहिने भयो। उपचार गर्ने पैसाको लागि अब उहाँले के गर्ने कसो गर्ने भन्दाखेरि एकदमै बेङ्गलोरमा बसेर बझाङ जिल्लामा जन्मेर एकदमै बेङ्गलोरमा बसेर एकदमै समाज सेवालाई अग्रता रूपमा लिएर आफ्नो ड्युटी व्यवस्था गरेर भए पनि आफ्नो यो एकदमै समाज सेवालाई एकदमै अगाडि एकदमै अग्रसरता लागिरहनु भएका उहाँले आफ्नै फाउन्डेसन पनि बझाङ खोल्नु भएको छ। केदार हेल्पिङ एन्ड फाउन्डेसनका अध्यक्ष पनि हुनुहुन्छ देवेन्द्र विष्टज्यू र उहाँकै नेतृत्वमा आज एकदमै यो अभियानलाई आर्थिक सङ्कलन अभियान उहाँले जुन चलाउनु भयो, आज ती अभियान चलाइसकेपछि ज्योति बोहरा अभियान जुन बचाउ अभियान चलाउनु भएको थियो उसमा एकदमै विशेष सहयोग गर्नुभएका हिम्मत दानीज्यू, ललित विष्टज्यू, त्यसगरी मुस्कान बोहराज्यूले एकदमै उहाँलाई विशेष सहयोग गर्नुभएको थियो भने केदार हेल्पिङ फाउन्डेसनमा उहाँ पनि सहयोगीमा हुनुहुन्छ भने उहाँले पनि यो अभियानलाई एकदमै धेरैभन्दा धेरै सहयोग गर्नुभएको छ। एकदमै हरेक चिजदेखि लिएर यसै गरी एकदमै सामाजिक व्यक्तित्व मङ्गल गुरुदामी जस्तै उहाँ पनि एउटा केदार हेल्पिङ एन्ड फाउन्डेसनको सचिव भएर काम गर्दै आउनुभएको छ। उहाँले पनि यो अभियानलाई एकदमै सकारात्मक रूपमा र यसलाई एकदमै परिपक्व बनाउनको लागि सहयोग गर्नुभएको छ। उहाँ सबैलाई धेरै धेरै धन्यवाद भन्दै ज्योति बोहरा बचाउ अभियानमा आर्थिक सङ्कलन भएको थियो। जम्मा रकम तपाईँहरूलाई म जानकारी गराउन चाहन्छु। 52,871 रुपियाँ चाहिँ उहाँले करिब 10-15 दिनकै अन्तरालमा देवेन्द्र विष्टज्यूको नेतृत्वमा यति धेरै सहयोग उठाउनु भएको छ। उहाँलाई यो उहाँको समाजसेवा प्रति हाम्रो उच्च सम्मान छ। भीम बोहराज्यूलाई हामी अहिले हस्तान्तरण गर्नको लागि हामी यहाँ उपस्थित भइसकेका छौँ र हस्तान्तरण गर्नको लागि एकदमै सामाजिक व्यक्तित्व गौरव विष्टज्यू र केदार हेल्पिङ एन्ड फाउन्डेसन सचिव मङ्गल गुरुधामीज्यूलाई हस्तान्तरण गर्नको लागि हामी हार्दिक अनुरोध गर्न चाहन्छौँ। यसै गरी यो अभियानको 2 शब्द राख्दैन हुनको लागि सामाजिक व्यक्तित्व देवेन्द्र विष्टज्यूलाई म अनुरोध गर्न चाहन्छु। यो अभियान तपाईँले जुन चलाउनु भयो एकदमै सहयोग गर्नुभयो, के भन्न चाहनुहुन्छ? पीडित पक्षलाई के भन्न चाहनुहुन्छ? नमस्ते सम्पूर्णमा अनि विशेष धन्यवाद छ प्रिय भाइ गणेशलाई। हाम्रो बझाङ जिल्ला केदारसिंह गाउँपालिका वडा नम्बर 8 लोती बोहरा गाउँ बस्ने भीम बोहरा र सरिता बोहराज्यूकी माइली छोरी ज्योति बोहराज्यूलाई एकदमै उहाँ बहिनी 2 तला छतबाट लड्दाखेरि एकदमै कम्मरमा अनि खुट्टा फ्र्याक्चर भएको थियो। त्यो कारणले चाहिँ मलाई सहयोगको लागि एकदमै अपिल गर्नुभएको थियो हाम्रो हिम्मत धामीज्यू अनि हाम्रा आदरणीय विधाज्यू गौरव विष्टज्यू र ललित विष्टज्यूलाई सहयोगको लागि अपिल गरेको थियो। अनि म चाहिँ के कस्तो रहेछ अवस्था भनेर डाइरेक्टली हस्पिटलमा आएको थिएँ। त्यहाँ अवस्था एकदमै नाजुक रहेछ उहाँहरूको। त्यो कारणले मैले अब जत्रो सहयोग गर्नुहुन्छ मलाई मेरो विश्वास गरेर अथवा हाम्रो सबै कुराहरूको विश्वास गरेर सहयोग गर्नुहुने सहयोगदाताहरूप्रति मैले हार्दिक अपिल गर्दाखेरि केही दिनमै हामीले चाहिँ मैले भने त्यत्रो जति खर्च लाग्छ त्यति हामी गर्न सक्दैनौँ, तपाईँको केही मलमपट्टिको लागि चाहिँ अलिकति हामी सहयोग गर्न सक्छौँ भनेर टोटल रकम 52,871 रुपियाँ उठेको थियो। आज जस्ताको हजुरहरूले सहयोग गरेको जस्ताको त्यस्तै पैसा म उहाँसँग हस्तान्तरण गर्नेछु र दिनेछु। यदि गरिसकेका छौँ, यदि कसैको नाम छुटेको छ अथवा तपाईँले गरेको सहयोग छुटेको छ, मैले भुलेको छु भने कृपया तपाईँले सम्पर्क गर्न सक्नुहुन्छ। इनबक्स, फोन नम्बर अथवा कमेन्टमै म सबैको नाम हालिदिनेछु। फेरि पनि भन्छु 52,871 रुपियाँ उठेको छ 12 आइसी। त्यो पैसा चाहिँ मैले हस्तान्तरण गरिसकेका छौँ। आज फेरि हाम्रो फाउन्डेसनका प्रिय भाइ सचिव मङ्गल गुरुधामी लगायत फाउन्डेसनका सहयोगी गौरव विष्टज्यूबाट हामीले हस्तान्तरण गरेका छौँ।
यसै क्रममा सहयोगी क्रममा आज प्रिय भाइ गणेश भण्डारी उहाँ पनि एउटा सहयोगी मनका धनी धेरै सहयोग गरिराख्ने मसँग हिँडिराख्ने मेरो हरेक कुराहरूमा साथ दिइराख्ने भाइ पनि मैले उपस्थित गराएको छु र अहिले बहिनी ज्योति बोरालाई पनि एकदमै राम्रो संस्था भएको सुन्नुमा आएको छ। आज बहिनी चाहिँ उता घरमा हुँदाखेरि उहाँ जानु मेरो टाइम मिलेन यहीँ उहाँको रुममा आएको छु भन्दै मेरा 2 शब्द धन्यवाद। एकदमै धेरै धेरै धन्यवाद छ सम्पूर्ण सहयोगीदाताहरूलाई। विशेष गरी यो देवेन्द्र विष्ट भन्ने बित्तिकै तपाईँले एउटा विश्वास गरेर जुन रकम पठाउनु भएको थियो जस्ताको त्यस्तै आज हामीले यहाँ हस्तान्तरण गरिसकेका छौँ। फेरि पनि यो भगवान् रूपी सहयोगीदाताहरूलाई हाम्रो तर्फबाट हामी सबैको तर्फबाट हजुरहरूलाई धेरै धेरै धन्यवाद दिन चाहन्छु। त्यसै गरी म पीडित पक्षलाई केही उहाँलाई अवस्था के छ कस्तो छ भनेर उहाँलाई केही सोध्न चाहन्छु। के छ हजुर अहिले छोरीको अवस्था के छ? छोरीको अवस्था चाहिँ अहिले अलिकति ठिक छ, उठ्न अवस्था छैन। 2 महिनापछि अहिले फेरि ल्याऊ भने डक्टरले 2 महिनापछि ल्याउनु भने चेकअपले देवेन्द्र विष्टज्यू सारा सम्पूर्ण दाजुभाइ इष्टमित्र सहयोगी दाताहरूलाई धन्यवाद भन्न चाहन्छु। ठिक छ, अब चिन्ता पिर नमान्नु होला, ठिक भइहाल्छ। यो अब अचानक यस्तो घटना घटेर के गर्ने, मान्छे भइसकेपछि समयअनुसार चल्ने, समयले हामीले कहाँ कहाँ पुर्याउँछ थाहा हुँदैन। त्यसको लागि अब बच्चीको केयर गर्नु होला, अब अरू बच्चाहरू पनि अब केयर गर्नु होला। फेरि हामी परदेशमा छौँ, हरेक बेला यस्तो सहयोग हामी उपचार गर्न पनि सक्ने हाम्रो स्थिति छैन। त्यसैले चाहिँ आफ्नो बालबच्चाहरूलाई तपाईँले फेरि पनि केयर गर्नु होला, उहाँको रेखदेख गर्नु होला। धन्यवाद।